2081 साल असोज 11 र 12 गतेको भीषण वर्षाका कारण हेटौँडा, भैँसे, भीमफेदी, कुलेखानी हुँदै काठमाडौँ जोडिने प्रादेशिक राजमार्ग अन्तर्गतको कुलेखानी ड्याममा अत्याधिक मात्रामा पानी भरिन पुग्यो। यसरी भरिएको पानीलाई निकास दिनको निमित्त ड्यामका ढोकाहरू खोलिए। यसरी ड्यामबाट तीव्र गतिमा निस्किएको पानी र आकाशबाट भारी मात्रामा बर्सिरहेको वर्षाका कारण ड्यामको तल्लो भूभाग सिम खोलामा रहेको पक्की पुल क्षतिग्रस्त हुन पुग्यो भने तल्लो तटीय क्षेत्रमा रहेका बस्ती र बाटोहरू पूर्ण रूपमा क्षति हुन पुग्दा जनजीवन प्रभावित हुन पुग्यो। यसरी सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौँडालाई जोड्ने सिमखोलामा अवस्थित उक्त पुल प्रयोगयोग्य नरहेपछि भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशको नेतृत्वमा यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले यस पुलको निर्माण कार्यलाई अघि बढाएको र हाल यो पुलको सम्पूर्ण निर्माण कार्य सकिएको छ। उक्त पुलको निर्माण पश्चात डाइभर्जनको प्रयोग गर्दै सञ्चालनमा आइरहेका सार्वजनिक यातायातका साधनहरू सहज रूपमा यस पुलबाट आवत जावत गरिरहेका छन्। निर्माणका सुरुवाती दिनहरूमा नयाँ पुलको निर्माण कुन ठाउँमा गर्ने भनेर विभिन्न चरणमा सिमखोलाको विभिन्न भागमा सर्वेहरू गरिए तापनि सामुदायिक वनको रुखहरू काट्न नपाइने अप्ठ्यारो नीति, खोलाका ठुला ढुङ्गा र चट्टानहरूलाई ब्रेकरको प्रयोग गरेर फोर्दा ड्यामलाई असर गर्छ भने ब्रेकरको प्रयोग गरी ढुङ्गा र चट्टानहरू फोर्न नदिने ड्यामको आफ्नै अडान, साथसाथै नयाँ पुल राख्ने स्थानको विवाद अनि स्थानीय र जनप्रतिनिधिहरूको ठोस निर्णय लिन असहज हुँदा धेरै पटक डिजाइन र योजनाहरू परिवर्तन हुन गई पुलको निर्माण कार्यको सुरुवात गर्न निकै ढिला हुन पुगेको थियो। यसरी अन्ततः पुलको पुरानै अलाइनमेन्टबाट निर्माण हुने गरी अस्थायी रूपमा भए पनि प्रयोगमा ल्याउने उद्देश्यका साथ सिमखोला बेली ब्रिजको रूपमा यस पुलको निर्माण कार्य सुरु गरिएको थियो। असोजको अतिवृष्टिको कारणले गर्दा कुलेखानी खण्डका सडक संरचनाहरू एउटा ध्वस्त भएको अवस्था थियो र त्यसपछि यस क्षेत्रको यातायातहरू निर्बाध रूपमा सञ्चालन गर्नको लागि हामीले हिब्बीमा डाइभर्सन बनाएर त्यो यातायातहरू हामीले सञ्चालन गरिरहेको चाहिँ अवस्था छ र अहिले मौसम विभागले पनि पछिल्लो समय बढी वर्षा हुने जुन किसिमको अनुमान गरेको छ त्यही सन्दर्भमा यदि डाइभर्सनमा केही समस्या पर्यो भने यो क्षेत्रको अथवा सङ्घीय राजधानी जोड्ने र प्रादेशिक राजधानी जोड्ने सडकहरूमा यातायात सञ्चालन हुनको लागि चाहिँ अप्ठ्यारो अवस्था पर्छ भनेर त्यसप्रति हामी चिन्तित भयौँ। गौरव नेपाल इन्जिनियरिङ प्रणालीले निर्माणको जिम्मा लिएको यस पुलको निर्माण लागतलाई अझै बढी प्रभावकारी र सहज बनाउन यातायात पूर्वाधार निर्देशनालयले माण्डु खोला र घट्टे खोलामा अवस्थित पुरानो बेली ब्रिजका सामग्रीहरूलाई पुनः यस सिमखोलामा प्रयोगमा ल्याएको छ।
भैँसे भीमफेदी सडक खण्ड अन्तर्गत माण्डु खोला र घट्टे खोलामा पक्की सडक पुल निर्माण भइसके पश्चात त्यस स्थानमा रहेका बेली ब्रिजका सामग्रीहरू प्रयोगविहीन अवस्थामा रहेका थिए। अहिले उक्त बेली ब्रिजका सामग्रीहरूलाई पुनः त्यहाँबाट यस सिम खोलामा प्रयोगमा ल्याइएको छ। माण्डु खोलामा रहेको 51 मिटरको डबल स्टोरी र घट्टे खोलामा रहेको 12 मिटर लामो सिङ्गल स्टोरी बेली ब्रिजहरूदेखि 57 मिटर लामो डबल स्टोरीको बेली ब्रिज कुलेखानीको सिम खोलामा नयाँ बेस इक्विपमेन्टहरूको निर्माण गरी प्रयोगमा ल्याएर अस्थायी प्रकृतिको बेली ब्रिजको रूपमा निर्माण सम्पन्न हुने गरी प्लानिङ गरे अनुसार नै हाल निर्माण कार्य सम्पन्न भएको छ। पुललाई पुरानै एलाइनमेन्टमा राखेर अगाडि बढ्ने कार्य निष्कर्षमा पुगे पश्चात अर्को चुनौती थियो एप्रोच रोड निर्माणको। पुरानो एप्रोच रोडलाई बाढीको बहावले पूर्ण रूपमा क्षति गराएको कारण उक्त स्थानमा नयाँ रिटेनिङ वालहरूको निर्माण गरी एप्रोच रोड विस्तार गर्नु निकै चुनौतीपूर्ण रहेको थियो। यसका लागि त्यहाँ अवस्थित चट्टानमा ड्रिलिङको सहायताले त्यहाँको भूगर्भीय परिस्थितिको अध्ययन गरियो। उक्त अध्ययन पश्चात त्यस चट्टानमा ड्रिल गरेर एङ्कोरिङ रडहरू राखी रिटेनिङ वालहरूको निर्माण गरियो। निर्माणका क्रममा पनि निकै ठूलो कठिनाइहरूको सामना गर्नु परेको अनुभव सुनाउँछन् यस कार्यको फिल्ड सुपरभिजन गरिरहेका यातायात पूर्वाधार निर्देशनालयका सब इन्जिनियर बसन्त पौडेल। सुरुमा भन्नुपर्दाखेरि त ठाउँ अलिकति भौगोलिक अवस्था अलिकति अप्ठ्यारो ठाउँ नै भयो। कस्तो भन्दाखेरि एप्रोच रोड चाहिँ त्यहाँको त्यो जुन तेल बाटो थियो त्यसले चाहिँ एप्रोच रोड नै बगाएर लगेको थियो। एकदम सानो बाटो थियो। निर्माण सामग्री नै एभर्टिजमेन्टसम्म बनाउनलाई पुर्याउन नसक्ने ठाउँ थियो। त्यसको लागि एप्रोच रोड बनाउनु पर्यो। एप्रोच रोड बनाउनलाई पनि एकदम कठिनाइ अवस्थाबाट हामीले स्क्रैचबाट सुरु गर्नुपर्ने थियो। रिटेन गर्नको लागि पनि त्यहाँनिर चाहिँ ठाउँ थिएन। त्यस अन्तर्गत हामीले रकमा एङ्करिङ गरेर त्यहाँनिरबाट रिटेनिङ वाल उठाएर एप्रोच रोड निकालेर चाहिँ हामीले निर्माण कार्य गरेका थियौँ। र साथसाथै त्यो क्षेत्र भनेको चाहिँ कुलेखानी ड्यामको कार्यक्षेत्रभित्र पर्ने भएकाले ड्यामको पनि केही अवरोधहरू आए। हामीले स्थानीय निर्माण सामग्रीहरू चाहिँ त्यति धेरै प्रयोग गर्न पनि त्यहाँ पाएनौँ। बगरभरि ढुङ्गा थिए तर ब्रेकर लगाउन पाइएन। त्यो भनेको चाहिँ अलिकति सेन्सिटिभ एरिया भयो ड्यामको। त्यही अनुसारले चाहिँ हामीले अन्य स्थानबाट निर्माण सामग्रीहरू ल्याएर यो ठाउँमा चाहिँ निर्माण कार्यहरू गरेका छौँ। दैनिक हजारौंको सङ्ख्यामा सार्वजनिक यातायातका साधनहरू चल्ने यो क्षेत्रमा यस सिमखोला बेली ब्रिजको निर्माण कार्य सम्पन्न भए पश्चात स्थानीयका साथसाथै हजारौं सार्वजनिक यात्रुहरूले
सहज र सरल यात्राको अनुभव गरेका छन्। ल भाइहरूलाई धन्यवाद। हामी यो असोज 11देखि 13 गते अविरल वर्षाको कारणले यो हाम्रो वासआउट भएको पुल श्रृङ्खलाको पुल वासआउट भइसकेपछि हामीलाई टेम्पोरी म्यानेजमेन्टको लागि यो डेलिभरी राखेर अहिले चाहिँ हामी बर्खालाई सुचारू गर्ने गरेर गरेका छौँ। यो चाहिँ हामी इमर्जेन्सी रूपमा बजेट व्यवस्थापन गरेर यो पुललाई चाहिँ हामीले यो काठमाडौँदेखि हेटौँडा जोड्ने मेजर चाहिँ बोटल नेक थियो, त्यो पनि हामीले आजदेखि पुरा गरेका छौँ। अब यसबाट हामीलाई बर्खामा हामी सजिलैसँग हाम्रो गाडीहरूलाई काठमाडौँ हेटौँडा आवत जावत गर्नलाई केही समस्या नपर्ने भएको छ। यसमा हाम्रो साथीहरू टिआइडीका साथीहरू र हाम्रो चाहिँ कन्स्ट्रक्सन कम्पनीको साथीहरूको अथक मेहनत र प्रयासबाट सम्भव भएको छ। गर्ने सम्पूर्ण जिल्ला म धन्यवाद।